मर्निङ गाइज एन्ड मैले हिजो आफ्नो प्रमिस भनेअनुसार चाहिँ मैले आजको फर्स्ट डे चाहिँ सङ्की पार्कमा आएर एउटा भिडियो सुट गरिरहेको छु। आजको त्यस्तो इन्ट्रेस्टिङ कुनै स्टोरीहरू त केही छैन, बट आज मैले लाइक 3-4 दिनपछि चाहिँ मैले खासमा मङ्सिर 1देखि नै यस्तरी एक्सर्साइज गर्ने र आफ्नो सेल्फ इम्प्रुभमेन्टलाई अगाडि बढाउने भनेर भिडियो सुट गर्ने सोचेको थिएँ, बट त्यति बेला भएन। अनि मैले मङ्सिर 6सम्म चाहिँ कन्टिन्यू एक्सर्साइज गरेँ, कन्टिन्यू यता आएँ। बट आफ्टर 6 एउटा इभेन्ट थियो, त्यो इभेन्ट चाहिँ रनिङ इभेन्ट नै थियो। त्यो इभेन्टले गर्दाखेरि चाहिँ मेरो रुटिन अलिक खलबल भयो अनि बिचमा चाहिँ त्यही फेरि पुरानै लाइफस्टाइलमा जान खोजिरहेको थियो। बट आज मैले हिम्मत जुटाएर लाइक आफूलाई एकदमै कन्भिन्स गराएर चाहिँ मैले आज यता आउने डिसिजन लिएँ। अनि अहिले चाहिँ म एकदम फिलिलीवाला ह्याप्पीमा छु। अनि यो मर्निङको स्टेटमा चाहिँ मलाई अचम्म लाग्ने कुरा भनेको चाहिँ यस्तो चिसोमा नि आफ्नो हेल्थप्रति कन्सियस भएको मान्छेहरू चाहिँ एकदम धेरै आउँदै देखायो त। सो आइ एम ह्याप्पी एन्ड आजलाई चाहिँ फर्स्ट स्टार्टिङ डे भयो। एन्ड दिस इयर म अलवेज एउटा भिडियो पोस्ट गर्नेछु अबाउट एनिथिङ। बाई बाई। सो यस्तो पुरै माहौल यस्तो भएको छ। यस्तो मर्निङमा के एक्सर्साइज गर्नुको मजै छुट्टै खालको फेरि।